हेलो साथीहरू, वेलकम छ तपाईहरुलाई मेरो अर्को भिडियोमा। अनि म चाहिँ अर्जुन, मेरो फेसबुक मोनेटाइज छ, दुईवटा फेसबुक मोनेटाइज छ अनि अर्को चाहिँ मेरो वेटिङमा छ है। फेसबुक मोनेटाइज गर्ने क्रममा चाहिँ मेरो पर्सनल अनुभव के भने, तपाईले यदि फेसबुक मोनेटाइज गर्न चाहनुहुन्छ भने जति पनि क्रिएटरहरु छ त्यो क्रिएटरको पछि नलाग्नु होला हैन। त्यो जे पाइ त्यही कुराहरु नसुन्नु होला हैन, कुरै नसुन्नु क्या। मैले भनेको मान्नुहुन्छ भने आफ्नो तरिकाले भिडियो बनाउनु, ओरिजिनल भिडियो बनाउनु। तपाईले चाहिँ भाइरल कन्टेन्ट उठाएर जस्तै मैले रियाक्सन भिडियोहरु बनाउँछु नि, यो लगभग 4-5 सेकेन्ड त्यो भन्दा बढीको क्लिप चाहिँ युज नगर्नु। 4-5 सेकेन्ड चाहिँ त्यसपछिको भिडियो चाहिँ तपाईले एक्सप्लेन गर्नु। अनि त्यो हाँसेको मिमहरु छ नि हैन, त्यो कालेहरु हैन, त्यो कफी चिया खाएको त्योहरु, तिनीहरुलाई तपाईले अन्तिममा राख्न सक्नुहुन्छ, मिम्सहरु हैन। त्यसले चाहिँ तपाईको भिडियोलाई फन्नी बनाउँछ। त्यस्तो भयो भने तपाईको भिडियोहरु भाइरल जान्छ। 5-7 वटा भिडियो भाइरल जान्छ अनि तपाईकोमा रिच हुन्छ, फलोअर्सहरु बढ्न थाल्छ। फलोअर्सहरु बढिसकेपछि बिस्तारै के हुन्छ भने तपाईको आईडी ग्रो हुन थाल्छ है। अनि यदि तपाई नयाँ क्रिएटर हो भने फेसबुकमा के गर्नु भने तपाईले नयाँ तपाईको कि त तपाईले चलाउँदै गरेको एकाउन्टलाई प्रोफेसनलमा चेन्ज गर्नु, कि त तपाईले के गर्नु भने तपाईको त्यो पेज गर्नु। पेज चाहिँ सुरुमा नगर्नु नै भन्छु म चाहिँ हैन। तपाईले चलाउँदै गरेको तपाईको एकाउन्टलाई चाहिँ प्रोफेसनलमा चेन्ज गर्नु। यदि त्यो तपाईको एकाउन्ट बिग्रेको छ भने चाहिँ नयाँ एकाउन्ट खोल्नु है। नयाँ एकाउन्टलाई मोनेटाइज गर्नको लागि चाहिँ 1 महिना है, 1 महिनाभन्दा अगाडि मोनेटाइज हुँदैन। 1 महिनाको टाइम लाग्छ। 1 महिनासम्ममा तपाईले फ्रेन्ड रिक्वेस्ट पठाउनु है। 5000 चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्छ। 5000 फ्रेन्ड रिक्वेस्ट पठाउन मिल्छ। अनि तपाईको कन्टेन्टले हाल्दै गर्दाखेरि चाहिँ तपाईको भिडियोहरु भाइरल भयो भने चाहिँ त्यसले पुश गर्छ अनि फलोअर्सहरु आफै तपाईको बढ्न थाल्छ। ठीक छ नि हैन। अनि फलोअर्सहरु बढ्न थालिसकेपछि तपाईको अटोमेटिकली फेसबुक ग्रो हुँदै हुँदै जान्छ अनि तपाईको मोनेटाइज हुने चान्सेस ज्यादा हुन्छ। अनि मार्केटमा चाहिँ अहिले नेपालमा के पनि हल्ला छ भने 10000 फलोअर्स हुनुपर्छ हैन, 1 महिनामा यति तपाईको के अरे वाच टाइम पुग्नुपर्छ, त्यस्तो केही पनि हैन। मेरो थुप्रै यति साथीहरु हुन्छ, म सँगै काम गर्ने साथीहरु, उहाँहरु सबैको मोनेटाइज भएको छ लगभग धेरैहरु। किन भन्दा उहाँहरुको त्यो पर्सनल आईडी हो जुनलाई चाहिँ हामी जमानादेखि चलाइआएको थियौं। मेरो फेसबुक आईडी पहिलेको फेसबुक आईडी मेरो बिग्रेको थियो, त्यही भएर मैले 2019 मा मैले फेसबुक खोलेको थिएँ क्या। त्यो 19 मा खोलेको फेसबुकमा मैले ट्राई गर्दा गर्दा पनि मोनेटाइज भएन। अनि मोनेटाइज नभइसकेपछि मैले नयाँ आईडी खोलेँ। नयाँ आईडी खोलेको मेरो मोनेटाइज भइहाल्यो। ठीक छ नि हैन। सो त्यो कारणले गर्दा तपाईहरु पनि कि त तपाईको प्रोफाइल हेर्नु, तपाईको प्रोफाइलमा के प्रब्लम छ छैन चेक गर्नु। यदि प्रब्लम छ भने नयाँ एकाउन्ट खोल्नु अनि नयाँ एकाउन्टलाई चाहिँ मोनेटाइज गर्ने काम गर्नु क्या। ठीक छ नि। 1 महिनामै तपाईको मोनेटाइज हुन्छ, तर ओरिजिनल हुनु पर्यो। अनि तपाईले क्लिपहरु कसैको उठाउनुहुन्छ भने 4-5 सेकेन्ड उठाउनु, आफूले एक्सप्लेन गर्नु, आफूले एक्सप्लेन गरेको चाहिँ हुनु पर्यो है। सो त्यस्तो गर्नु भयो भने चाहिँ तपाईको छिटो मोनेटाइज हुने चान्सेस छ है। र यस्तै भिडियो हेर्न चाहनुहुन्छ र अरु केही तपाईलाई प्रश्नहरु छ भने चाहिँ तपाईले सोध्न सक्नुहुन्छ। सो अहिलेको लागि मैले यति नै भन्नु चाहे। सो कीप ग्रोइङ हैन, कीप फोकसिङ हैन। 100% मोनेटाइज हुन्छ, मोनेटाइज नहुने चान्सेस छैन। अनि फेसबुक मोनेटाइज गर्न अलिकति इजी छ, किनभने फ्रेन्ड्स बनाउन मिल्छ। 5000 फ्रेन्ड्स आफै बनाउन मिल्छ। त्यो चाहिँ तपाईको फेसबुकमा एकदम बवाल हो। सो अहिलेको लागि यति नै। सी यू इन नेक्स्ट भिडियो। बाइ बाइ।